है साथीहरु आज चाहिँ हामी घुम्नु लागेको थियौं किनभने आज चाहिँ वीक अफ थियो र वेदरले साढे 7 दिन जस्तो लाग्दैन है पानी चुनु लागेको छ अब पनि हामी यसरी जादा चाहिँ पानी पनि स्टार्ट भयो हेर्न सक्नुहुन्छ यसरी र हामी यहाँनिर ओत लागेर बसेको थियौं सो ओत लाग्दा पनि नभएर चाहिँ अझै बेसी पानी आएर हामी अर्को जग्गा गयौं त्यहाँनिर चाहिँ एकछिन बस्यौं फेरि रुखको छाडी लिएर है तब फेरि नभएर चाहिँ अर्को दुकानमा आएर चाहिँ यति बेसी पानी पर्दैछ हेर्न सक्नुहुन्छ है आजको वेदर चाहिँ यस्तो छ यहाँ पनि सायद अब सबै जग्गातिर पानी हो र तर बेंगलोरमा चाहिँ सबै जग्गा पानी रहेछ हैन अब जति पनि हामीले एरिया चिन्छु यो चाहिँ मेरो लुक्स आजको सो हामी बस्दा पनि नभएर अब चाहिँ जाडो हुन थाल्यो चाय पिउँ है भनेर चाय पिउन थाले है अनि यता सरको चाहिँ सबै प्यान्टहरु लफै भइरहेको है म चाहिँ त्यस्तो भिजेको थिइनँ किनभने म पछि बसेको थिएँ है त्यही कारणले गर्दा फेरि यहाँ बसेर चाहिँ एकछिन चाय पियौँ यता हेर्नु न भन्छु फेरि उतै फर्किन्छ है यता पनि फर्किनु मान्दैन अनि घोप्टेर फोन खेलाको फेरि यता हेर्नु न भनेको त फेरि हेर्छ है अनि फेरि फोटो त खिचेको हैन भिडियो गरेको भनेको हाँस्छ अनि फेरि मैले चाय पिएर सकेपछि फेरि यहाँनिर पानी यस्तो अझै पनि रोक्नु छैन कतिखेर रोक्छ है र हामीले वेट गर्यौं र वेट गर्दा पनि नभएर चाहिँ छोसो अब भिज्दै नै हो आज म भनेर चाहिँ गयौं फेरि है यसरी भिज्दै गयौं म चाहिँ पछि बसेको थिएँ मेरो कपालहरु पनि पुरा भिजिसकेको थियो र हामी जहाँनिर गएको थियो त्यो जग्गा चाहिँ आयौं र पछाडी हामी फर्किँदा फेरि चाहिँ हेर्नुस् रोडको अवस्था यस्तो यहाँ त अझै कम्ती पानी है अलिक पछाडी त झन् बेसी थियो सो अब चाहिँ हामी फर्किँदै छौं घर फर्किँदा चाहिँ यस्तो बेसी पानी पर्यो हामीलाई पुरा पानीले कुट्यो अनि खेर बल्ल तल अब चाहिँ घर आइपुग्यौं लोकेसनमा हामी चाहिँ रात परिसकेको थियो हामी आइपुग्दा चाहिँ ओके थ्यांक यू फर वाचिङ बाइ बाइ